तपाईँ हामीले कुनै पनि मान्छेलाई जतिसुकै आदर सत्कार माया विश्वास भरोसा गरे पनि सत्य साँचो बोले पनि सद्व्यवहार गरे पनि हिजो आज त्यस्ता मान्छेहरूले तपाईँ हामीलाई मन नपराउन सक्छन्, मन पराउँदैनन्। किनभने सत्य साँचो बोल्ने भरोसामा जनाउने विश्वास गर्ने आफ्नो सोच्ने मान्छेहरूलाई हिजो आजका मान्छेहरूले मन पराउँदैनन्। एक दोस्रो कुरा, तपाईँलाई त्यति बेलासम्म मन पराउँछन् जति बेलासम्म उनीहरूले तपाईँबाट कुनै निश्चित स्वार्थको अपेक्षा राखेका हुन्छन्। यदि त्यो स्वार्थ पाएर स्वार्थ पाउने अवस्था सक्यो वा स्वार्थ नपाउने अवस्था सिर्जना भयो भने पनि तपाईँलाई त्यही बेलाबाट नै तपाईँलाई उनीहरूले चिन्न पनि बिर्सन्छन्। कसैले सोध्यो फलानु को हो भनेर सोधिहाल्यो भने पनि खै म चिन्दिनँ भन्नेसम्म उनीहरू पुग्छन्। हेर्नुहोस्, त्यसैले हिजो आज कसैलाई माया भरोसा विश्वास सद्भाव सद्व्यवहार गर्नु पनि, आफ्नो सोच्नु पनि, यो आफ्नो मान्छे हो भन्नु पनि बडा कठिन छ। यो कठिनाइ किन भयो त भन्दाखेरि यो मान्छेको सोच, मान्छेको व्यवहार त्यो पनि कस्तो त भन्दाखेरि एकदम स्वार्थ रूपी व्यवहार, स्वार्थ रूपी सोचले गर्दाखेरि यो अवस्था रह्यो। अहिले मान्छेले स्वार्थले गर्दाखेरि पराईलाई पनि आफ्नो आफ्नोलाई पनि पराई ठान्ने गर्दछन्।